माथि भएमा झुके भरि आउनु भयो मेरा छोरा घरमा। हेर हाम्रो बा त पहिल्यै जान्थ्यो यिनले ढोक्थ्यो अरू गाउँ बा सुन्ने बिचारमा अरू गीत गाउँ। अब मर्ने बेला जस्तै अब हामी बुढा तिमी भयो म हुन लाग्यो नि, हामीले यस्ता कुराहरू गऱ्यौँ भने बुहारीहरूले रेवाटिनी गर्छन्, हामी अजम्बरी हुन्छौँ। ल गीत गाऊ हेर करमैमा करमैमा सय जुनी भाकैमा कि एउटा चम्कीले लियो मलाई। हो नाति पनि खुसी भयो आहा गरे। आऊ आऊ ल ल बा गीत गाऊ गीत गाउँछन् के बा गीत गाऊ राम्रो। तिम्रो गीत त भाटा काइलाहरूसँग तिमी नाचेको याद आउँछ क्या मलाई। उसले त आफै बोलाउँछ भन्छन्। ल गीत गाऊ बा गीत गाऊ। धर्खानै न दुखानै न दारामाथि बोरमा दुखैभरि आउनु भए मेरा छोरा घरमा। बा पनि जुगैभरि मेरो बा हुनु परोस्, हर जन्ममा मेरो बाउ हुनु परोस्। बस हामी 4 भाइको बाउ हुनु परोस्, जुनी भरिको बाउ। गाउ बा छिटो एउटा अरू गीत सुनाऊ। राम्रो गीत गाउँथ्यो कि यिनले पहिला। नाम्ना नै के मैले मुन्टुको भने गीतमा गाउँछु क्या। गाउ ल गाउ। नाच्नुमा लाग्छ त अब के गरौँ त बा, यो संसारमा रहेन अनि पुनाति अब नातिको माया मान्नु पर्यो। आउँछन् अब मजासँग कुरा गर्छन् भन्छन् अनि सबैले भन्छन्, नाति अवतारले भन्छ, कुमलले भन्छ अनि अरू नातिभरिले सबले भन्छन्, कृष्णले भन्छ, नारायणले भन्छ, सबले पनि अनि पिरुमले भन्छ, पदमले भन्छ, सबैले भन्छन्। नातिभरिले माया गर्छन्। अलि हामी छोराभरि अलिकति अप्ठ्यारो गर्छौँ कि क्या हो। अनि हामी छोरा अलि गतिला भएन तर नाति राम्रा छन् बा। नाति बा यी कोमल कुरा गर। बाबु माले मरेको थिएँ क्या गरौँ म।